देश र संसारभरि छरेर रहनुभएका सम्पूर्ण नेपाली मनहरूलाई म कार्यक्रम सञ्चालक अधिवक्ता गौरव डाङको तर्फबाट हृदयदेखि नमस्कार। हामी यस कार्यक्रममा आज राज्यमा उत्पन्न असाधारण परिस्थितिबाट राज्यको अवस्थाबारे कानुनी दृष्टिकोणबाट चाहिँ एउटा बहस तथा छलफल गर्न गइरहेका छौँ। छलफलका लागि हामीले आज हाम्रो कार्यक्रममा जेनजी पुस्ताका अधिवक्ता अर्को हिसाबले भन्दाखेरि अर्को तर्फबाट भन्दाखेरि चाहिँ जेनजी अधिवक्ता श्री आवास पोखरेलज्यूलाई चाहिँ यस कार्यक्रममा निम्त्याएका छौँ। उहाँलाई स्वागत छ। हजुर नमस्कार, धन्यवाद। यस कार्यक्रममा बोलाइदिनु भएकोमा म निकै आभार व्यक्त गर्दछु। आवासजी, तपाईँ अधिवक्ता हुनुहुन्छ र पढाउनु पनि हुन्छ, वकालत पनि गर्नुहुन्छ र जेनजी पुस्ताको पनि हुनुहुन्छ। भदौ 23 र 24 गते जुन शान्तिपूर्ण हुने भनिएको आन्दोलन चाहिँ एउटा हिंसक रूप लियो र देशमा चाहिँ एक खालको असामान्य परिस्थिति सिर्जना भयो र त्यो असामान्य परिस्थिति सामान्यीकरण हुन अझै टाइम लाग्ने जस्तो पनि देखिन्छ र केही हदसम्म चाहिँ सेक्युरिटी कन्सर्नबाट सामान्यीकरण भइरहेको देखिन्छ। अब यस अवस्थामा आज हामी यस कार्यक्रममा 3वटा विषयलाई लिएर चाहिँ विशेषतः बहस तथा छलफल गर्नेछौँ। पहिलो चाहिँ जेनजी पुस्ताले यो आन्दोलन गरिसके पछाडि यो आन्दोलनमा धेरै मान्छेहरूको चाहिँ समावेश भयो, घुसपेट, अर्को अर्थमा घुसपेट भयो भन्ने कुरा पनि छ। यो घुसपेट भयो र चाहे जेसुकै होस् भएर यो एक खालको चाहिँ परिवर्तन आयो अथवा चाहिँ के भयो र त्यो सन्दर्भमा चाहिँ सरकार गठन पनि भएर चाहिँ आइसकेको अवस्था छ। अब हामी सरकार गठनको प्रक्रिया, सरकार गठन कानुन त थिएन र अब अदालतमा जाने के कसो हो त्यो सन्दर्भमा र अब राज्य चाहिँ धेरै थिलिमिली भइसकेको अवस्थामा चाहिँ हामीले कानुनी दृष्टिकोणबाट चाल्नुपर्ने कदमहरू ठ्याक्कै के हुन सक्छन् र अर्को सँगसँगै अर्को कुरा चाहिँ 3देखि 4वटा कुराको विषयमा आज हामी चाहिँ छलफल गर्छौँ। अर्को चाहिँ यो सरकार चाहिँ चुनावको लागि अन्तरिम सरकार हो। अन्तरिम सरकार भएको कारणले गर्दाखेरि अन्तरिम सरकारले चाहिँ चुनावको मिति घोषणा गरेर अगाडि गइसकेको स्थिति छ। त्यसमा चाहिँ चुनाव हुने या नहुने भन्ने कुरामा पनि विभिन्न थरी मान्छेले विभिन्न कुराहरू चाहिँ आग्रह गरिरहेको अवस्था छ र चुनाव हुनका लागि के कुराहरू प्रक्रियाहरू चाल्नुपर्छ, चुनाव आवश्यक छ कि छैन र सँगसँगै चाहिँ चुनाव चाहिँ गराउन कतिको सम्भव छ भन्ने विषय र आम चाहिँ त्यो चुनावमा जाँदाखेरि पनि यो आम जनताको मनोविज्ञान कस्तो हुनुपर्छ र कस्तो खालको मनस्थिति हुनुपर्छ र कस्तो खालको चाहिँ व्यक्ति चुन्नुपर्छ छलफल गरेको। यस सन्दर्भमा पहिलो चाहिँ तपाईँ जेनजी पुस्ता, यो आन्दोलनमा तपाईँको समर्थन थियो थिएन, जानुभयो भएन अथवा के भयो? अझ स्पष्ट रूपमा भन्दाखेरि अहिले चाहिँ तपाईँको चाहिँ यो परिस्थितिमा चाहिँ र त्यो परिस्थितिबाट यो परिस्थिति जुन भदौ 23 र 24 गतेको परिस्थिति, यो परिस्थितिमा के मनोवैज्ञानिक कुराहरू खेले, के कुराहरू तपाईँ देख्नुभयो, भोग्नुभयो र अझ भन्नुपर्दाखेरि यो चाहिँ परिस्थितिले लिएर तपाईँको हालखबर के छ बताउनुहोस्। प्रश्नका लागि धन्यवाद हजुरलाई। सर्वप्रथम त यस जुन आन्दोलन भदौ 23 गते र 24 गते भयो, यस आन्दोलनका क्रममा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण व्यक्तिहरूप्रति मेरो हार्दिक श्रद्धाञ्जली छ र शोकाकुल परिवारहरूप्रति समवेदना पनि प्रकट गर्न चाहन्छु सर्वप्रथम। दोस्रो, अब यो सामान्य परिस्थिति असामान्य परिस्थिति घट्यो भदौ 23 र 24 गतिको अवस्थामा। तर अब हामीले कानुनको लेन्सबाट, लिगल लेन्सबाट हेर्ने हो भने कुनै पनि देशमा सामान्य परिस्थिति होस् वा असामान्य परिस्थिति होस्, त्यो देश कस्तो हो र त्यो देशको दिशा के हो, त्यो देशको मार्गनिर्देशन के हो भन्ने तर्फबाट हामी जाने हो भने हामीले त्यो देशको व्यक्तिले बोलेर हुँदैन, त्यो देशको सरकारले म यस्तो हो भनेर बोलेर हुँदैन, त्यो देशको व्यक्तिले म यस्तो हो, हाम्रो देश यस्तो हो भनेर हुँदैन। एउटा आधार चाहिन्छ। त्यो आधार भनेको जुनसुकै देशको पनि संविधान होइन। त्यो किन भन्दाखेरि त्यो कुनै पनि देश कस्तो छ भन्ने कुराको आधारशिला भनेको संविधान हुन्छ। किन भन्दाखेरि संविधानलाई के भनिन्छ, हामीले राजनीतिक सहमतिको दस्तावेज भनिन्छ। त्यसले देशको सामाजिक अवस्था कस्तो, देशको आर्थिक अवस्था कस्तो, देशको सांस्कृतिक अवस्था कस्तो, देशको भौगोलिक अवस्था कस्तो होइन, देशमा कस्तो प्रणाली छ भन्ने कुरा देखाउने चिज भनेको संविधान हो होइन। हामीले हेर्दाखेरि अहिलेको हाम्रो जुन विषम परिस्थिति छ यसलाई पनि यो देशको अवस्था कस्तो हो भनेर
हामीले भौतिक आधारमा मात्रै भौतिक संरचनाको आधारमा मात्रै हेरेर हुँदैन, कानुनी दृष्टिकोणबाट यो देशको अवस्था कस्तो छ कस्तो हो ठ्याक्कै बताउनुहोस्। हजुर कानुनी अवस्था कस्तो हो? हजुर। अहिले चाहिँ हामी कानुनका विद्यार्थी पनि, हजुर। हामी कानुन प्र्याक्टिस पनि गरिरहेछौँ। अहिले चाहिँ सारा तपाईँको भाषामा भन्नुपर्दा हजुर। यो सारा संसारले हेरिरहेछ। भौतिक स्वरूपमा त एकातिर रह्यो होइन, कानुनी दृष्टिकोणमा चाहिँ के भयो हो ल भन्नुहोस्। हजुर। कानुनी दृष्टिकोणको तर्फबाट मात्रै हामीले हेर्ने हो भने नेपालको संविधानको भाग 1 धारा 1 ले के भन्छ भने नेपालको संविधान भनेको नेपालको मूल कानुन हो भन्छ। कुनै पनि कानुन, नेपालका कुनै पनि मौजुदा कानुनहरू छन्, त्यो कानुन चाहिँ संविधानसँग बाँचेको खण्डमा बाँचेको हदसम्म मान्य हुन्छ भनेको छ। यस अर्थबाट हामी के बुझ्न सक्छौँ भने हाम्रो संविधानले सुप्रिमेसी अफ कन्स्टिट्युसनको कुरा गर्छ, रुल अफ लको कुरा गर्छ, संवैधानिक सर्वोच्चताको कुरा गर्छ, विधिको शासनको कुरा कसले गर्छ? हाम्रो संविधानले गर्छ। हामी विधि पद्धति र संविधानकै आधारमा चल्नुपर्छ भन्ने कुरा संविधानले हामीलाई निर्दिष्ट गरेको अवस्था छ। यही संविधानले हामीलाई सरकारको मूलतः 3वटा अङ्गको व्यवस्था गरेको छ, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका। जुन हाम्रो यो भदौ 22 र 23 सेप्टेम्बर 8 र 9 मा जुन आन्दोलन घट्यो, यसले सरकारको जुन 3टा अङ्ग छन् ती 3टै अङ्गलाई पूर्ण रूपमा कोल्याप्स त नभनौँ, तर त्यो 3टै अङ्गलाई चाहिँ कतै न कता त्यो स्तम्भलाई, त्यो पिलर्सलाई, गभर्मेन्टको पिलर्सलाई चाहिँ कतै न कतै कमजोर बनाएको अवस्था भन्ने पक्कै छ। किनभने अहिलेको अवस्थामा जुन के पहिला बलियो थियो त? त्यो प्रश्न मैले गरेँ भने होइन, पहिला बलियो थियो थिएन भन्ने कुरा, पहिलो थियो कि थिएन भन्ने प्रश्न आयो। पहिला थिए। अब अहिले के छ त हेर्दाखेरि अहिले हाम्रो देशमा व्यवस्थापिका नभएको अवस्था छ। व्यवस्थापिका पनि प्रतिनिधि सभा त नभएको अवस्था छ। राष्ट्रिय सभाको हामीले राष्ट्रिय सभा हुनु नहुनु त्यो औचित्य राख्दैन अहिलेको अवस्थामा। प्रतिनिधि सभा गठन भएको अवस्था छ। कार्यपालिकामा संविधानले नचिनेको अन्तरिम सरकारको गठन भएको अवस्था छ। कार्यपालिकाले पनि पूर्णता पाएको। तपाईँलाई त्यहाँ म जाने नै छु, त्योभन्दा अगाडि म दोहोऱ्याउँछु तपाईँलाई थोरै होइन। तपाईँलाई कुरा के छ भन्नुहुन्छ भने मेरो प्रश्न चाहिँ के हो भने जुन चाहिँ जयन्ती पुस्ताले एउटा माग लिएर सडकमा आन्दोलन गर्यो, हजुर, त्यो मागले उसको मुख्य दुईवटा कुरा थियो, सामाजिक सञ्जालहरूमा चाहिँ फ्रिली भन्न पाउनु पर्यो र भ्रष्टाचार विरुद्ध भनेको थियो। त्यो जुन चाहिँ अर्को रूप लियो, गठन भयो। तर यहाँबाट दुईवटा कुरा बुझ्न सकिन्छ। एउटा कुरा चाहिँ जेनजीले ठ्याक्कै लिड गरेका थिइन्, जन्जुको माग के थियो भनेदेखि जो चाहिँ जन्जुको स्टेक होल्डर को हो भन्ने कुरा पनि आइडेन्टिफाई भएन। तर फेरि यहाँ चाहिँ देशमा चाहिँ जल्दाखेरि चाहिँ पैसाहरूका बिटाहरू भेट भए। हामीसँग संविधान त थियो, सिस्टम त थियो, तर प्रवृत्ति त थिएन। कतै यो प्रवृत्ति भित्रको लडाइँ थियो कि अथवा यो चाहिँ सिस्टमले नै काम नगरेर ती नेताहरू चाहिँ बसिरहेका हुन् कि? त्यो लाइनबाट अलिकति बताइदिनु। हजुर हजुर, म त्यही त्यसरी जाँदै थिएँ। जस्तै जुन 3टा आधारहरू छ, म अघिको कुरा सक्छु अनि म हजुरको प्रश्नमा आउँछु। जुन हाम्रो जुन 3टा आधार थियो त्यो आधार नै अहिले व्यवस्थापिका नभएको अवस्था छ 1 नम्बर। 2 नम्बर कार्यपालिका अन्तरिम गभर्मेन्ट स्थापना भएको अवस्था छ, त्यसले पनि काम के गर्ला कसो गर्ला 6 महिनाको लागि अवस्था बसेको अवस्था छ, त्यो पनि एकदम डर अवस्थामा बसेको छैन। भोलि न्यायपालिकाले के भन्ला त्यो हेर्नै बाँकी छ। तेस्रो कुरो भनेको जुन हाम्रो न्यायपालिका जलेर अहिले हाम्रो सीमाहरू टेन्टमा न्याय सम्पादन गर्ने काम कारबाही गरिरहनु भएको अवस्था छ। यद्यपि यो कुरालाई हामीले सरसरी हेर्ने हो भने अहिलेको यो जुन 22 र 23 गतेको दुःखद घटना पश्चात पनि हाम्रो देशका 3टै पिलर्सहरू अहिले धर्मराएको अवस्था छ। अब यही अवस्थामा अब यो पिलर्स कमजोर के कारणले बन्यो भन्दाखेरि यो आन्दोलनको कारणले भयो है। यद्यपि यो आन्दोलनको उद्देश्य भनेको हजुरले अघि भने जस्तै भ्रष्टाचार विरोधीको आन्दोलन थियो हैन। यसमा सोसियल मिडिया बन्द हुनु हुँदैन वा नेपोकिड्सहरू हैन, नेपोकिड्सको विरुद्धमा लग्जरियस लाइफ जुन नेताका छोराछोरीले बाँचिरहेका थिए यसका विरुद्धमा चलेको यो आन्दोलन थियो हैन। यो एकदम पवित्र भावले चाहिँ सुरु भएका आन्दोलनमा घुसपेट भयो, के भयो यो कुरा पछि अनुसन्धान गर्दै जाने क्रममा यो कुरा खुल्ने नै छ, गर्वमा छ, आउँदै आउने जानै छ। तर अहिलेसम्मको अवस्थामा चाहिँ हाम्रो स्थिति के छ देशको भन्दाखेरि 3टा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको अवस्था यो छ। अघि मैले अझसम्म निवेदन गरेँ। अर्को कुरा के छ भने अहिलेसम्म मैले पाएको सूचना अनुसार अहिले देशमा 2 दिनको आन्दोलनको क्रममा 72 जना व्यक्तिहरूको मृत्यु भइसकेको अवस्था छ अहिलेको विद्यमान स्थिति। भने देशका सरकारी अनुमानहरू अहिले के गर्न थालिएको छ भने लगभग अहिलेको हाम्रो देशमा कति भौतिक संरचनाहरू कति नष्ट भयो त भन्दाखेरि लगभग 3 ट्रिलियन नेपाली रुपियाँ चाहिँ ध्वस्त भएको अवस्था देखिन्छ।
भनेको लगभग 3 खर्ब रुपियाँ नेपालको चाहिँ अहिले समाप्त भएको ध्वस्त भएको अवस्था छ हैन। यो भनेको नेपालको वार्षिक जिडिपीको झनै झनै आधी हो हैन। यो आधी संरचना चाहिँ ध्वस्त पक्कै पनि भएको अवस्था छ हैन। यो अवस्थामा अब अघि हजुरले निवेदन गरे जस्तो यो अब पैसा भेटियो उसको बिचमा भन्नुभयो हैन। यो अब यो अहिलेको चरम भ्रष्टाचारिताको कुराहरू, चरम भ्रष्टाचारका कुराहरू हैन, अनियमितताका कुराहरू त देशमा छँदै थिए। तर मेरो चाहिँ म फेरि कसरी पनि हेर्छु भने यस्ता भ्रष्टाचारका कुराहरूलाई, अनियमितताका कुराहरूलाई चाहिँ कानुनी रूपमा कडाइ गर्दै अगाडि जानुपर्छ। तर कानुनले कडाइ गर्न नसकेको अवस्थामा एउटा आन्दोलन, एउटा जनताको आवाज चाहिन्छ फेरि हैन। यो आन्दोलनलाई हामीले अन्यथा रूपमा चाहिँ हुँदैन। तर आन्दोलन भइसकेपछि आन्दोलनमा त कुनै संविधान, कुनै कानुन हैन, युद्धको बेला वेद पढिँदैन भनिन्छ है, कुनै कानुन दस्तावेज त पढिँदैन। तर यहाँ समस्या के भयो भने आन्दोलन भइसकेपछि त्यो आन्दोलनलाई कुलिङ गर्ने प्रक्रिया भनेको के हो त भन्दाखेरि त्यसको आधारशिला भनेको चाहिँ संविधान, कानुन, नीति, नियम र पद्धति नै हुनुपर्छ। आन्दोलन भइसक्यो, आन्दोलन भइसकेका कुलिङ पिरियडहरू चाहिँ नेपालको कानुन, संविधान, विधि, पद्धति अनुसार हुनु पर्थ्यो भन्ने नै कानुनी दृष्टिकोण हो। मेरो व्यक्तिगत दृष्टिकोण चाहिँ हैन। कुनै जब हैन कुनैको विद्रोहमा कुनै आवाज निस्किन्छ भने त्यो आवाजलाई साम्य गर्ने तरिका भनेको कानुन, संविधान, देशको मूल कानुन नै हुनुपर्छ। यदि त्यो भएन भने देशमा के हुन्छ त, किन नमान्ने भन्ने प्रश्नमा चाहिँ के हुन्छ काउन्टर हाम्रो तर्क भने आज 10,000 15,000 मान्छे सडकमा आउँदै गर्दा यदि देशको संविधानै कोल्याप्स हुने अवस्था आयो भने भोलि त्यसमा फेरि आन्दोलन होला भन्नु भोलि अर्को असन्तुष्ट पक्षले आन्दोलन गरेको त्यसलाई मान्ने कि नमान्ने प्रश्न, मान्ने कि नमान्ने प्रश्न भयो हैन। एउटा युनिभर्सालिटी हैन, एउटा वैधानिक, एउटा लेजिटिमेसी चाहिँ हुनुपर्छ। त्यो लेजिटिमेसी नभएको देशमा भोलि एफडीआई का कुरा आउला, फरेन डाइरेक्ट इन्भेस्टमेन्टको कुरा आउला, भोलि तपाईँ हामी लगानी गरौँ हेरौँ न, तपाईँ हामी पैसा भएको मान्छे भोलि गयौँ भने होइन, भोलि हामी तपाईँ पैसा भएको मान्छे कतै लगानी गर्नु पर्यो भने हामी कुन देश गर्न सकिन्छ होइन, गर्न सकिन्छ। हामी कुन देशलाई हेरिन्छ त हामी? जुन देशमा स्टेबिलिटी छ, जुन देशलाई भोलि तपाईँको आन्दोलन भए पनि उसले बेसिक नर्म्स, बेसिक कानुनलाई उसले मान्छ होइन, तपाईँको सम्पत्तिलाई उसले संरक्षण गर्छ, तपाईँको लगानी गरिन्छ। तपाईँको कुरा चाहिँ हामीले चाहिँ अन्तर्राष्ट्रिय स्तरमा पनि एउटा चाहिँ शान्तिको सन्देश दिएर हजुर विदेशी लगानी भित्राउन सकिन्थ्यो अनि विदेशमा चाहिँ नकारात्मक छाप पर्यो। यहाँ चाहिँ शान्तिपूर्ण आन्दोलन गरेर कानुनी माध्यमबाट पनि 84 दिँदै थियो, भोट हालेर चाहिँ त्यहाँबाट जान सकिन्थ्यो। विकल्प हुँदा हुँदै पनि यस्तो चाहिँ असामान्य परिस्थिति बन्न गयो भन्ने यही लोचन हो है त। तर अर्को एङ्गलबाट मैले सोचेँ भने होइन, यदि तपाईँ पनि जेन्जी पुस्ता हजुर यसमा आन्दोलनमा तपाईँ पनि यदि गए पनि नगए पनि यसको चाहिँ थोरै भाग तपाईँले पनि लिनुपर्छ भन्ने लाग्छ, लिनुपर्छ। तर यहाँनिर चाहिँ कुरा के छ भन्नुहुन्छ भने जुन चाहिँ अहिले सरकारले चाहिँ विभिन्न काम कारबाहीहरू अगाडि बढाउनु भएको अवस्था छ, भ्रष्टहरूको चाहिँ मुटु कामेको अवस्था छ होइन, र कर्मचारीहरू पनि भोलि हामी अब गऱ्यौँ भने मेरो पनि घर चल्न सक्छ है भन्ने छ एउटा लाइनबाट। त्यो पनि पोजिटिभ पार्ट पनि त छ नि त, त्यसलाई कसरी लिनु भएको छ? हजुर हजुर एकदम हजुरले एकदम महत्त्वपूर्ण प्रश्न गर्नुभयो। मेरो जिज्ञासा वा मेरो कानुनी लेन्सले मैले के भन्न खोजेको हो भने यो आन्दोलन गलत हो भन्न खोजेको होइन। आन्दोलन आवश्यक थियो, यो आन्दोलन भयो। तपाईँले भने जस्तो भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो बजेको अवस्था छ होइन, देश एउटा विधिमा पद्धतिमा हिँड्नुपर्छ, शासनमा सुशासनमा हिँड्नुपर्छ भन्ने ठुलो म्यासेज त 23 र 24 गतिको आन्दोलनले दिइसकेको अवस्था छ। मेरो प्रश्न कहाँ रह्यो भने, मेरो जिज्ञासा के कहाँ रह्यो भने आन्दोलन हुनु बेठेको होइन, आन्दोलन भइसकेका उपलब्धिहरू आन्दोलन त हाम्रो भयो। अघि मैले हिंसात्मक हुनु भएन होइन हजुर, हिंसात्मक पनि आन्दोलनको क्रममा भए हजुर भए होइन, दुःखद घटना हो त्यो भयो। त्यो यो भइसकेपछि हामीले के अब यसको उपलब्धि के पायौँ त हामीले? अलिक दूरदर्शीहरू भरे हामीले के पायौँ त भन्दाखेरि अहिलेको अवस्थामा हाम्रा मागहरू धेरै थिए। तपाईँले भन्न खोजेको कुरा चाहिँ म अलिकति प्रश्नको सहजीकरण गर्ने है आवाजी। तपाईँले भन्नु आन्दोलनकारी एक तरिकाले चाहिँ आन्दोलन गर्न चाहन्थ्यो, आन्दोलन मोडियो फरक दिशामा होइन। यसमा चाहिँ विभिन्न तत्त्वहरू चाहिँ को लागि के लाग्यो कसको हाललाई त्यतातिर नजाउँ मैले होइन। र म मात्रै तपाईँलाई चाहिँ के भन्न चाहन्छु, म मेरो मात्र प्रश्न होइन, यो सारा चाहिँ आम नेपालीको प्रश्न हो जस्तो लाग्छ। आन्दोलन गर्यो युवा पुस्ता ढलेर चाहिँ शहीद
भएर चाहिँ अब पछि घोषणा भयो हलेर व्यवहारिसी छ, तर चाहिँ शहीदको कुराहरू माग नभएर सरकार गठनमा लागेको छ। र सँगसँगै अर्को कुरा चाहिँ जेन्जी पुस्ता भन्ने र चाहिँ बुढापाकाहरूलाई पनि ल्याएर आइदिने अवस्था छ। र अर्को कुरा चाहिँ संवैधानिक बाटोबाट चाहिँ विकल्प थियो होला होइन, अन्य मान्छे थिएन होइन, त्यो विकल्पपछि किन प्रयोग गरिन भन्ने एउटा एङ्गल। अर्को चाहिँ एउटा चाहिँ संवैधानिक कुरा एक ठाउँमा छ, हरेक कुराहरू एक ठाउँमा छ होइन। देशले त राष्ट्रपतिले नियुक्ति गरिसकेपछि त संविधान बचेको मान्नुपर्छ होइन, तर देश त सङ्कटमा थियो, राजनीतिक चपेटामा पर्न थालिसकेको थियो, नेतृत्व आवश्यकता रह्यो। त्यो हिसाबले बचाउनको लागि पनि तुरन्त एक्सन लिनुपर्ने टाइम किल गर्ने अवस्था त थिएन होइन। त्यो भनेर चाहिँ त्यो हिसाबले पनि एङ्गलबाट पनि व्याख्या गरिएको छ राजनीतिक रूपमा। यसमा चाहिँ दुई एङ्गलबाट के एङ्गल तपाईँलाई लाग्छ त्यो चाहिँ प्रश्न एकदम महत्त्वपूर्ण कुराहरू उठाउनु भयो। अब नेतृत्वमा अहिलेको अवस्थामा नेतृत्व हामीले माने पनि नमाने पनि हजुरले भन्नुभएको अहिलेको अन्तरिम गभर्मेन्ट छ होइन, त्यो छ। अब त्यसमा सुशीला हाम्रो श्रीमान पूर्व प्रधान न्यायाधीश श्रीमान सुशीला कार्कीज्यूकै नेतृत्वमा अहिले मन्त्री बिस्तारै गठन भइरहेको अवस्था छ। अब यस क्रममा हजुरले भनेको त्यस्तो अवस्थामा सङ्कटकालीन अवस्थामा चाहिँ सुरुमा हामीले केलाई हेर्ने त, हाम्रो दृष्टिकोण केलाई बनाउने त भन्ने प्रश्न आउँछ सुरुमा, जुनसुकै घटनामा पनि परिघटनामा पनि होइन। जब देश अन्योलमा बस्छ, त्यो अन्योलमा बस्दा पनि देशको एउटा धारा, त्यसको एउटा स्टेबिलिटी हेर्ने चिज भनेको मापन भनेको संविधान हो। संविधानमा यदि कुनै व्यवस्था छैन भने हामीले डक्ट्रिन अफ नेसेसिटीको आधारमा कुनै काम कारवाही गर्न सकिन्छ। हेर्नुहोस्, राष्ट्रपतिले संविधानको अन्तर्गत रक्षा गर्नुपर्छ। हेर्नुहोस्, तर यो सन्दर्भमा थोरै थपिहालेँ यहाँ त अझ सरकार गठनको बेलामा चाहिँ देशको अभिभावक राष्ट्रपति हुँदाहुँदै अन्तिम चरणमा नेपाल बारले ज्ञापन पत्र बुझाइसकेपछि छलफलको अपनत्व छलफलको नेतृत्व राष्ट्रपतिले गर्नुभयो। त्योभन्दा अगाडि त सेनाले गरेको थियो भनेर पनि एक थरी भन्ने गरेको छ फेरि होइन। त्यहाँबाट छ होइन, संविधान त प्रधानमन्त्री नल्याएर अरूले ल्याउन खोजेकी आशंका पनि उत्पन्न हुने गरेको छ हो। यसलाई पनि हेर्नुहोस्, म एकदम हजुर इन्ट्रेस्टिङ, यो कस्तो इन्ट्रेस्टिङ कुरा छ भने यो कुरा सबै तपाईँ हामी सबैले बुझ्न किन जरुरी छ भने संविधानमा सुरुमा कसरी हेरौँ भने संविधानमा प्रावधानहरू थिए कि थिएन त्यो हामीले बुझ्नै दिएर आएको छैनौँ कि हामीले मासलाई के थिए ल भन्नुहोस्, के थिएनन् आज प्रश्न के पनि हुन सक्थ्यो बाटो दिनुहोस्। हजुर, जस्तै नेपालको संविधानले हेर्नुहोस्, सुरुमा नेपालको संविधानको धारा 76 अब के भएको थियो पनि घटनाको राम्रोसँग 22 गते आन्दोलन, सरी 23 गते आन्दोलन भयो, 24 गते अर्को आन्दोलन चलेको त्यो आन्दोलनको बेसमा होइन। त्यो 24 गतेको आन्दोलनको क्रममा के भयो त भन्दाखेरि गृहमन्त्री राजीनामा दिनुभयो, त्यसपछि प्रधानमन्त्री राजीनामा दिनुभयो। भनेको यहाँ के भयो त अवस्था लगायत अरू यावत मन्त्रीहरूले राजीनामा दिनुभयो। भनेको अर्थ के हो भने प्रधानमन्त्रीको मात्रै सरकार बन्दैन नि त, मन्त्री परिषदको सरकार हो। त्यहाँ मन्त्री परिषदमा क्याबिनेटमा विभिन्न मन्त्रीहरू हुन्छन्, मन्त्रालयहरू हुन्छन्, त्यसमा प्रधानमन्त्रीले नैतिकताको आधारमा र गृहमन्त्री नैतिकताको आधारमा राजीनामा दिइसक्नु भएको अवस्था। दुईजना राजीनामा दिएपछि क्याबिनेट मर्यो त भन्ने प्रश्न हो। क्याबिनेट त जीवित छ नि त, मन्त्री परिषद त जीवित छ। जबसम्म अर्को प्रधानमन्त्रीको नियुक्ति हुँदैन तबसम्म त क्याबिनेटले काम कारवाही गर्नै पर्छ। अब नेपालको संविधानले त मन्त्री परिषद तपाईँको त ऊ भइसकेको अवस्था थियो, राजीनामा दिइसक्नु भएको थियो, प्रधानमन्त्री गृहमन्त्री राजीनामा दिइसक्नु भएको अवस्था थियो। यद्यपि प्रतिनिधि सभा त जीवित थियो नि त। त्यहाँनिर जस्तो मानव जेएनजीका प्रतिनिधिहरूलाई हामीलाई त्यहाँको कोएलिसन सरकार मन परेन होइन। हामीलाई नेपाली कङ्ग्रेस र नेकपा एमालेको संयुक्त सरकार हामीलाई मन परेको थिएन भने 275वटा जुन प्रतिनिधि सभाका सांसदहरू हुनुहुन्थ्यो त्यो सांसदमध्ये कुनै न कुनै एउटा व्यक्ति हामीलाई मन पर्थ्यो होला। त्यो बाहेकका राष्ट्रपा थिए होला, राप्रपा थिए होला, मधेसवादी दलहरू थिए होला होइन, लगायत अन्य दलहरू पनि थिए। त्यसमा चाहिँ कसैलाई मन पराएन, मानिलिउँ एकछिनलाई मन पराएन, कोहीलाई पनि योग्य ठानेन जेन्जी आन्दोलनले। एकदम सही म भन्छु तपाईँलाई आन्दोलन त्यो बाहेकको विकल्प पछाडिका अरू विकल्पहरू लिँदाखेरि त्यसमा पनि चर्चा गर्नु होइन। एकदम हजुरको महत्त्वपूर्ण कुरा छ। हेर्नुहोस्, अहिले सरकारको उद्देश्य के रहेछ त भन्दाखेरि प्रमुख उद्देश्य त निर्वाचन गराउनु नै उद्देश्य हो होइन। संसद डिजल्भ गर्ने नै थियो, पार्लियामेन्ट डिजल्भ गर्ने उद्देश्य थियो। डिजल्भ गर्नको लागि त संविधानसम्म जान पनि हुन्थ्यो नि त हामी भन्ने मेरो जिज्ञासा हो, प्रश्न हो। त्यो डिजल्भ गर्नको लागि त त्यो दुईवटा कोलिसन सरकारले नभए पनि अरू अन्य दलहरू थिए। ठिक छ, हजुरले भने जस्तो दल हामीलाई मन परेन, जेएनजीलाई कुनै पनि 275वटा सांसदलाई सांसद हामीलाई मन परेन एकदम ठिक होइन भन्ने हाम्रो ऊ आयो भने हामीले के गर्न सक्थ्यौँ भने धारा 78 पनि थियो संविधानमा। त्यसले के भन्छ भने संसदभन्दा सङ्घीय संसद भनेको प्रतिनिधि सभा, राष्ट्रिय सभा भयो, दुईवटा सभा भयो, त्यो संसदभन्दा बाहिरका व्यक्तिलाई पनि मन्त्री बनाउन सक्ने प्रावधान थियो।
हेर्नुहोस् अब हामी बाटो खोज्दै हो नि, हामीले त सिधा बाटो छैन, मन्त्री बनाउन सकिन्थ्यो। अब अहिलेको अवस्थामा अहिलेको नेतृत्वकर्ता श्रीमान सुशीला कार्कीज्यूलाई त मिल्दैन थियो। किन मिल्दैन थियो भने संविधानको धारा 132 को 2 हामी सबैलाई थाहा छ, अब कन्टेस्ट भइसक्यो। 32 को 2 प्रधान न्यायाधीशलाई, पूर्व प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशलाई चाहिँ सरकारी कुनै पनि सरकारी पदमा ग्राह्य हुँदैन भनेको छ। भनेपछि उहाँ त इलिजिबलै हुँदैन थियो। उहाँ बाहेक अर्को नेतृत्व भनेको हामी अब अहिलेको लागि फर इक्जाम्पल कुमार घिसिङज्यूले मन्त्री परिषदमा आइसक्नु भएको छ, घिसिङज्यूले मन पराएको रुचाएको मान्छे हो, उहाँलाई हामीले 78 को अनुसार मन्त्री बनाउन सक्थ्यौँ। हेर्नुहोस् त्यो गरे पनि राम्रो हुन्थ्यो भने मन्त्री बनाउन सकिन्थ्यो। र त्यो जो मान्छेले मन्त्री नियुक्त गर्नुहुन्थ्यो प्रधानमन्त्री, कोही XYZ को प्रधानमन्त्री, संसदभित्रको प्रधानमन्त्री, उहाँलाई मन्त्री नियुक्त गर्नुहुन्थ्यो। त्यो प्रधानमन्त्री XYZ को प्रधानमन्त्री हो, उहाँले हेर्नुहोस् है प्रतिनिधि सभा डिजल्भ गरिदिनुहुन्थ्यो है। अहिलेको काम चुनाव गराउने डिजल्भ गरेर उहाँले राजीनामा दिनुहुन्थ्यो प्रधानमन्त्रीले। त्यो प्रधानमन्त्री राजीनामा दिएपछि निमित्त प्रधानमन्त्री उहाँले कुन मान्छेलाई बनाउनुहुन्थ्यो, उहाँकै नेतृत्वमा जान्थ्यो। हेर्नुहोस् चुनावमा हामीसँग बाटो त थिएन नि त। अघि तपाईँले भनेको क्षेत्र 5 बमोजिम एउटा स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाएर संविधान डिजल्भ गर्न संसद डिजल्भ गर्न सकिन्थ्यो। 1 नम्बर बाटो हो। 2 नम्बर बाटो 78 1 बमोजिम अर्को मान्छेलाई बनाएर उहाँलाई निमित्त दिएर उहाँले संसद गठन गरेर चुनावमा जान पनि सकिन्थ्यो। हेर्नुहोस् दुईटा बाटो थियो। होइन हामी यो बाटो पनि नजाने, हामीलाई एउटा व्यक्ति चाहियो, सुशीला कार्की श्रीमान नै चाहियो। यसमा त मेरो ठुलो क्वेसन छ। देशमा के क्वेसन छ भन्नु न। देशमा अब कोही व्यक्ति हुन्न, हाम्रो अभिव्यक्ति स्वतन्त्रता छँदैछ नि, हामीले त भन्न पायौँ नि, भन्नुहोस् न के छ। जस्तै हाम्रो देशमा मलाई फेरि हेर्नुहोस् अन्यथा नजाओस्, मेरो प्रश्न मेरो क्वेसन सुशीला श्रीमानको कम्पिटेन्सीमा होइन, उहाँको क्षमतामा मेरो प्रश्न होइन। उहाँले गर्न सक्नुहुन्छ। हेर्नुहोस् हिजोको नेताभन्दा उहाँले राम्रो काम गर्न सक्नुहुन्छ। मेरो प्रश्न भनेको लेजिटिमेसीमा, कम्पिटेन्सीमा होइन, उहाँको वैज्ञानिकतामा मात्रै मेरो प्रश्न हो। जब संविधानको रक्षक भएर, कानुनको रक्षक भएर न्याय सम्पादनको सम्बन्ध अपिल्लो होइन अप्पर लेभलमा गएर उहाँले चाहिँ सम्हाल्नु भएको मान्छेले संविधानकै धारा प्रष्ट एक्सप्लिसिट रूपमा जो संविधान लेखेको छ 32 धारा 132 त्यसलाई नै कुठाराघात गरेर उहाँ आफै हुनु र उहाँले नै फेरि नोट अफ डिसेन्ट पनि दिनु। हेर्नु नैतिक रूपमा खिलराज गुरुङको पालामा होइन उहाँले चाहिँ यस्तो संसदीय अभ्यासमा चाहिँ यसरी प्रधान न्यायाधीश प्रधानमन्त्री हुँदैन भनेर नोट अफ डिसेन्ट दिने मान्छेले नैतिक धरातल गुमाएर यसरी गर्नु राम्रो होइन। हेर्नुहोस् भन्ने कुरो हो मेरो। अब तपाईँले अब हेर्नुहोस् म भन्दैछु संविधानको क्षेत्र 5 र 78 बमोजिम संवैधानिक बाटो थियो, 1 नम्बर बाटो, त्यो अनुसार हामी चुनावमा जान सक्थ्यौँ। हेर्नुहोस् तर योजना पनि हामीले पनि के बुझ्नुपर्छ भने जिन्जीका कुराहरूलाई पनि हामीले ऱ्यासनल तरिकाले बुझिदिनुपर्छ। उहाँको माग संविधान डिजल्भ गर्ने संसद डिजल्भ गर्ने मात्रै थिएन क्या, उहाँको माग भनेको सुशासनको थियो। अहिले आवाजहरू आइरहेछ निर्वाचन प्रणाली परिवर्तन हुनुपर्छ होइन, जुन अहिले हाम्रो संसदीय प्रणाली चाहिँ संसदीय प्रणालीलाई छोडेर वा कार्यकारी प्रधानमन्त्रीको प्रणाली वा तपाईँको राष्ट्रपतिको प्रणालीमा जानुपर्छ, सांसदको पद घटाउनुपर्छ, प्रतिनिधि सभा प्रदेश सभा हटाउनुपर्छ, यावत कुराहरू अहिले आइरहेको अवस्था छ नि। यो अवस्थालाई संस्थागत गर्ने अहिले अवस्था छ त? यो त हामीले बुझ्नु पर्यो नि त, यो अवस्था छैन अहिले। अब हामी केमा गयौँ भने नयाँ म्यान्डेटको लागि मात्रै गयौँ, नयाँ जर्नलिस्टको लागि गयौँ। अब फेरि चुनाव त उही पोलिटिकल पार्टी लड्ने भयो, हाम्रो औचित्य मकसद त पुरा भएन नि। होइन जनजागरण त भएको छ नि मान्छेलाई, अब चाहिँ यी पार्टीहरूलाई दिनुहुन्न भन्ने पनि त लाग्यो होला नि त फेरि। पार्टीहरू अब पुनर्संरचना भएर विस्तारित भएर सुध्रिएर आउने कुरा बेग्लिरह्यो, तर मान्छेमा चाहिँ अब चाहिँ बुझ्नुपर्छ भन्ने एउटा चेतना त भयो नि त फेरि। तर पनि अब संविधान संशोधनको लागि त अर्को नयाँ बाटो प्रक्रिया त अपनाउनै पर्यो, यो संसदले गर्न सकेन नि त। मेरो कुरो के हो भने यही संसदले गर्न सक्थ्यो, कसरी भने अर्को बाटो थियो। हेर्नुहोस् यो मैले मेरो भिडियो मार्फत पनि भनिसकेको थिएँ, म यहाँ फेरि दोहोऱ्याउँछु हजुरलाई। के हामीसँग उपाय थियो भने यो कुरा सुशीला कार्कीजीले बुझ्नु भएको थिएन होला, यो कुरा महामहिम राष्ट्रपतिले बुझ्नु भएको थिएन होला, यो कुरा विज्ञले बुझ्नु भएको थिएन होला, उहाँले किन गर्नु भएन? उहाँले पनि नैतिक प्रश्न भोलि इतिहासले उहाँलाई प्रश्न गर्ने छैन। त के थियो भन्नुहोस् त। हेर्नुहोस् जस्तै संविधानले सुशीला कार्कीलाई श्रीमान पूर्व प्रधान सुशीला कार्कीजीलाई रोक्छ, यो कुरामा प्रश्न छौँ हामी, संविधानले रोक्छ, आवश्यकताको सिद्धान्तमा उहाँ राख्नु पर्यो भन्छौँ हामी, तर हामीले के गर्न सक्छौँ? हेर्नुहोस् हामीसँग जग बलियो थियो, 72 जना युवाहरूको मृत्यु भएको अवस्था थियो। यो अवस्थामा राजनीतिज्ञहरूले पनि आफ्नो म्याचुरिटी देखाउनु पर्थ्यो। हेर्नुहोस् यो अवस्थामा राष्ट्रपति एउटा भूमिका खेलेर के गर्नु पर्थ्यो भने सुशीला कार्कीजीको संयोजकत्वमा एउटा समिति बनाउनु पर्थ्यो। हेर्नुहोस् समितिमा आउँदा रोक्दैन संविधानले, समिति बनाउनु पर्थ्यो। त्यो समितिमा विज्ञ पनि हुनु पर्थ्यो, त्यो समितिमा जिन्जीका प्रतिनिधि पनि हुनु पर्थ्यो, त्यो समितिमा राजनीतिक दलका मान्छे पनि हुनु पर्थ्यो। हेर्नुहोस् निकास दिनु पऱ्यो नि, उचित निकास दिनु पऱ्यो, देशलाई निकास पनि दिएर भएन नि, उचित निकास दिनु पऱ्यो, समय सापेक्ष निकास दिनु पऱ्यो। त्यसका लागि त्यो कार्यदलले त्यो समितिले के गर्थ्यो भने जिन्दगीका जुन सबै इरेसनल खबरहरू छ नि तपाईँका
कोहीले के भन्छ को जेन्जी जुन इरेसनल थटहरू छ यो सबै थटलाई एक ठाउँमा ल्याउँथ्यो। हेर्नुहोस् त्यसपछि एक नम्बर मागको संविधान के अरे पार्लियामेन्ट डिजल्भै गर्नुपर्ने थियो, पार्लियामेन्ट डिजल्भ हुन्थ्यो, त्यो हाम्रो माग हुन्थ्यो एक नम्बर, त्यो समितिले बनाउँथ्यो। अर्को संविधानको प्रावधानहरू के संशोधन गर्ने त, कुन प्रावधान संशोधन गर्ने, त्यसमा हामीले सहमति गर्नुपर्थ्यो। सांसद घटाउनु भने कति सांसद घटाउने, निर्वाचन प्रणाली कस्तो बनाउने भन्ने कुरा त्यो समितिले 1 2 3 4 गरेर बनाउँथ्यो। त्यो समितिको आधारमा के राजनीतिक सहमति गर्नुपर्थ्यो, सबै राजनीतिक सहमति गर्नुपर्थ्यो भने त्यसमा राष्ट्रपतिको भूमिका हुनुपर्थ्यो। के गर्नुपर्थ्यो भने यो जुन जेनजीका माग छन्, यो जेनजीको स्पिरिट छ, यो स्पिरिट अनुसार यही राजनीतिक दलहरूले संविधान संशोधन यहीबाटै गर्नुपर्थ्यो। हेर्नुहोस् जसरी चुच्चा निकाल्ने बेलामा राजनीतिक सहमति भएर एकमुष्ट भएर सांसदहरू आएका होइन, त्यो गर्न सक्ने सांसदहरूले तपाईँले चाहिँ भन्न खोजेको कुरा चाहिँ यदि जेनजीले संविधान संशोधन गर्न खोजेकै हुन् भने पनि यी राजनीतिक दल मार्फत पनि गराउन सक्थे, सरकार परिवर्तन गराउनु पनि आवश्यक थिएन होइन। अनि त्यसपछि ल ठिक छ सरकार परिवर्तन भए पनि तिनीहरूलाई मेन स्ट्रिममा ल्याएर संविधान संशोधन गर्न पाएर नयाँ देशलाई चाहिँ नयाँ हिसाबले, यसको मतलब तपाईँले संविधान मान्दैन भन्ने कुरा पनि त भयो नि त। संविधान कसरी मान्दैन होइन, संविधान संशोधन गर्नु भनेको चाहिँ संविधानमा के न के कोड छ भन्नु त हो नि। एकदम सही भयो, एकदम सही भयो। संविधान भनेको एउटा गतिशील र परिवर्तनशील दस्तावेज हो। त्यो हाम्रो कुरा के फेरि प्रश्न आउँदा काउन्टर प्रश्न परिवर्तन भयो त भन्नु लाग्यो होइन। परिवर्तनशील दस्तावेज हो भन्दैमा, गतिशील दस्तावेज हो भन्दै गर्दामा त्यो गतिशील दस्तावेजलाई पनि बनाउने एउटा प्रक्रिया हुन्छ होइन। त्यो प्रक्रिया बमोजिम गयो भने गतिशीलता हुन्छ, प्रक्रिया बमोजिम गएन भने त फेरि दुर्घटना हुने जान्छ, अराजकतातिर जान्छ होइन। तर कुरो के भने हाम्रो बटम लाइनदेखि संसद विघटन थियो, त्यो संसद हेर्नुहोस् अहिलेको जुन हाम्रो जुन इरेसनल थटहरू छ सबै एक ठाउँमा आएर त्यो समितिले बनाइसकेपछि त्यो अनुसार संविधान संशोधन गरेर अनि संविधान संशोधन भइसकेपछि त्यो राजनीतिक दलले के गर्थ्यो भन्दाखेरि संसद तपाईँलाई भङ्ग गरिदिन्थ्यो, डिजल्भ गरिदिन्थ्यो। अनि नयाँ जर्नालिस्ट आउँथ्यो, नयाँ जर्नालिस्टमा आइसकेपछि त देश त नयाँ ढङ्गले अगाडि बढ्थ्यो नि त। त्यसपछि त संरचना फरक हुन्थ्यो, संविधान संशोधन भइसकेको हुन्थ्यो। अब तपाईँको जुन त्यो बेलामा संविधान संशोधन गर्न सजिलो थियो, अब सजिलो छ संविधान संशोधन गर्न, सबै मनन गर्न यो कुरा जरुरी छ नि त। अब के हुन्थ्यो भन्ने कुरा, कसो हुन्थ्यो भन्ने कुरा भन्दा पनि हामी चाहिँ अब के गर्ने भन्नेतिर लाग्यो। तपाईँले भन्नुभएको प्रश्नमाथि म एउटा चाहिँ प्रतिप्रश्न गर्छु। कुरा के छ भने जब देशमा चाहिँ विषम परिस्थिति उत्पन्न भयो, सेना नै आउनु पर्ने स्थिति आयो, इतिहासमा विरलै सेना हाम्रो नेपाली सेना आएको छ, त्यहाँ चाहिँ सुशीला कार्कीलाई चाहिँ यो नैतिकताको हिसाबले कानुनी हिसाबले आउन नमिले पनि त देशलाई एज सुशीला कार्की भनेर सोच्दाखेरि देशले हामीलाई मागेका छन्, जेनजीले मागिरहेछन्, आऊ आऊ भनिरहेछन्, विदेशी शक्तिहरू अथवा चाहिँ भू राजनीतिकले हामीलाई पेलिरहेछ, नेतृत्व त दिनु पर्यो। त्यतिखेर चाहिँ बेच पऱ्यो। जस्तो हो म तपाईँलाई यसमा अझ सरकीकृत गरेर भन्छु, यो चिया छ, यो चिया त खानु छ मलाई होइन, तर यसलाई कपमा हालेर खाउँ अथवा चाहिँ गिलासमा हालेर खाउँ, तरिका भन्दा पनि एक्चुअल मैले खाने कुरा गर्ने कुरा त्यसलाई नेतृत्व दिने कुरा थियो त्यतिखेर भनेर मैले प्रश्न गरेँ भने हजुर एकदम राम्रो, हजुरको प्रश्न एकदम जाग छ। हेर्नुहोस् मेरो कुरा के हो भने सुशीला कार्की जस्तो श्रीमान जस्तो स्ट्याटस भइसकेको मान्छे होइन, एउटा तपाईँको भनौँ न सामाजिक रूपमा एउटा हैसियत कायम गरिसकेको, विज्ञको हैसियत कायम गरिसकेको मान्छेले तपाईँले भने जस्तो खाना पायो भन्दैमा खाइहाल्ने त्यस्तो प्रवृत्ति देखाउनु हुँदैन थियो। त्यो भन्दा पनि समयको माग भनेको समयले कर गरे अनिवार्य माने। समयको माग त हाम्रो सन्दु रोगीलाई पनि गराएको थियो नि त, सन्दु रोगीलाई पनि त समयको माग गराएको थियो। उहाँले त मेरो सेवा भनेको अस्पतालमा सेवा गर्ने, मैले बिरामीलाई सेवा गर्ने, उहाँ त आउनु भएन नि त होइन। समयको माग छ भन्दैमा उपयुक्त मैले भने उहाँले के गर्नु समितिमा समयको मागमा पनि उपयुक्त पात्र अरू उपयुक्त पात्र थिए भन्ने कुरा तपाईँको। हजुर संविधानले नेपालमा 3 करोड जनसङ्ख्या भएकोमा एउटा संविधानले नि नगर भनेको मान्छेलाई नि गराउनु पर्ने कारण के आइलाग्यो भन्ने कुरो हो नि। अवश्य मैले तपाईँलाई रोकेँ, यो विषयमा हामीले धेरै चर्चा गरिसक्यौँ। म चाहिँ तपाईँलाई चाहिँ के मात्र अदालतमा यो जुन सरकार गठन भयो यस विषयमा चाहिँ अदालतमा रिटहरू लाइन लागेका छन्। अब यो विषयमा चाहिँ अदालतले भोलि चाहिँ पहिला पनि त संसद विघटनको आदेश खारेज गरेकै स्थिति हो, त्यो पनि नआउला भन्न सकिँदैन। आयो भने पनि फेरि चाहिँ अर्को नेतृत्व चयनमा पनि सकस हुने होला। यो सन्दर्भमा पनि अलिकति बताइदिनुहोस्, थोरै बताउनुहोस्। हजुर एकदम महत्त्वपूर्ण कुरा छ। हेर्नुहोस् अब हाम्रो कानुनले, हाम्रो संविधानले पनि के कुरालाई विश्वास मानेको छ भने सेपरेसन अफ पावरको कुरालाई, शक्ति पृथकीकरणको सिद्धान्तलाई
चाहिँ आत्मसात गरेको अवस्था छ होइन। सरकारले गरेका काम कारबाहीहरू, राष्ट्रपतिले गरेका काम कारबाही होस् वा संसदले गरेका काम कारबाही होस्, त्यस्ता कुराहरूलाई चाहिँ चेक एन्ड ब्यालेन्स गर्नलाई न्यायपालिकाले गर्छ र न्यायपालिका काम कारबाहीलाई चेक एन्ड ब्यालेन्स पनि संसदले गर्छ होइन। एक आपसमा यिनीहरू संसद उत्तरदायी अहिले छैन। छैन, उत्तरदायी छन् अँ। होइन, हुनैपर्छ, ट्रान्सप्यारेन्ट हुनुपर्छ, एक आपसमा अकाउन्टेबिलिटी राख्छ यिनीहरूले होइन। अब यो अवस्थामा हजुरले भने जस्तै यो भएको घटनाहरू जे भए, यद्यपि मेरा पनि हजुरले बुझिहाल्नु होला, मेरा पनि प्रक्रियागत कुराहरूमा मैले फेरि पनि दोहोऱ्याउन चाहेँ। सुशीला कार्कीज्यूको कम्पिटेन्सीमा होइन, लेजिटिमेसीमा मेरो प्रश्न हो भन्ने कुरा मैले भनिसकेँ। उहाँको क्षमतामा होइन, उहाँको वैधानिकतामा मेरो प्रश्न हो होइन, त्यही कुरो हो। त्यो उहाँको वैधानिकता छ कि छैन होइन, यसलाई कसरी लिने, सर्वोच्च अदालतले के रूपमा व्याख्या गर्छ भन्ने कुरा त सम्मानित सर्वोच्च अदालतलाई नै छोडिदिने हाम्रो कुरा रहिआयो होइन। हामी पनि कानुनको विद्यार्थीहरूले पनि मैले यति असहमति राख्दै पनि भोलि सर्वोच्च अदालतले चाहिँ मेरो प्रतिकूलमा मैले भनेका भन्दा बाहिर गएर उसले फैसला गर्छ वा जेनजीले भनेको भन्दा बाहिर गएर फैसला गर्छ भने पनि हामीले अन्यथा लिनुपर्ने अवस्था रहँदैन। किनकि कोर्टले गरेका डिसिजनहरूलाई, न्यायपालिकाले गरेका डिसिजनहरूलाई चाहिँ हामीले आत्मसात गरेर अगाडि बढ्नु नै न्यायोचित हुन्छ। हेर्नुहोस्, त्यो भयो भने एउटा धरातल बस्छ, एउटा ग्राउन्ड बस्छ होइन। त्यही भएर हामीले पनि त्यो कुरालाई मान्नै पर्छ। ल ठिक छ। त्यही भएर अब अहिलेका पाटो के गर्ने भन्ने कुराहरू त हेर्नुहोस् अदालतले तय गर्छ अबको 6 महिनाभित्रमा त। तर अब के गर्ने त, सरकार त ग्रहण भइसक्यो। यो सरकारलाई वैधानिकता हामीले भनेर तपाईँले भनेर हुँदैन होइन कि यो लेजिटिमेट छैन यो सरकार भनेर। त्यतिखेरसम्मको लागि अहिलेको सरकारलाई नै हामीले सरकार भनेर मान्नुपर्छ, अगाडि बढ्नुपर्छ होइन। यो सरकारको प्रमुख काम भनेको चाहिँ पहिलो अहिलेको म्यान्डेट के हो त भन्दाखेरि जनादेशमा जानुपर्छ, नयाँ जनादेशमा। फागुन 21 गते उसले मिति तोकिसकेको छ, यो पोजिटिभ कुरा हो होइन। र शहीदहरूलाई पनि घोषणा गरिसकेको छ, कति कति ठिक छ। त्यतातिर म तपाईँलाई प्रश्न सोध्न नै बाँकी छ होइन। तपाईँको अहिलेको प्रमुख कुरा चाहिँ यो पहिलो प्रश्नमा चाहिँ लगभग अन्त्य भएको छ। यसमा चाहिँ तपाईँको कुरा चाहिँ अब जे जसो भए पनि सरकार गठन भइसकेको छ, यसलाई मानेर जानुपर्छ। न्यायले चाहिँ जे व्याख्या गर्छ उसलाई चाहिँ हामीले मान्नुपर्छ भन्ने कुरा नै रह्यो। अब रह्यो यहाँनिर चाहिँ अब म दोस्रो प्रश्नतिर चाहिँ प्रवेश गर्न चाहन्छु। यो अब राज्यले चाहिँ राजनीतिक, कानुनी होइन, अनि त्यसपछि वैदेशिक नीति लगायतका विभिन्न कदमहरू चाल्नुपर्ने अवस्था छ। जस्तो कि सरकार गठन भयो, यो अन्तरिम सरकारको यसको मुख्य काम भनेको चुनाव गराउने हो। भौतिक संरचना चलेको छ, कहाँ बस्ने के गर्ने, अब त्यो किसिमको चाहिँ बाध्यता विस्तृत छ। भौतिक समाज निर्माण गर्नुपर्ने बाध्यता छ। अर्को तर्फबाट हेर्दाखेरि जेनजी आन्दोलनले भ्रष्टाचार विरुद्ध र सामाजिक सञ्जाल भन्ने, सामाजिक सञ्जाल त अहिले तत्कालको लागि एडजस्ट भयो, तर त्यहाँ पनि राज्यलाई मान्नुपर्ने, प्रक्रिया गर्नुपर्ने त्यो अर्को छलफलको बाटो छँदैछ। तर अर्को कुरा चाहिँ भ्रष्टाचारको कुरा छ। यो भ्रष्टाचारको कुरामा चाहिँ भ्रष्टाचार तत्काल चाहिँ आयोगहरू गठन गर्नुपर्ने, के गर्ने, यो जेनजीको माग यही सरकारले सम्बोधन गर्ने कि अर्को सम्बोधन गर्ने कि हामी दुविधा कुराहरू छन्। र अर्को त्योभन्दा पनि महत्त्वपूर्ण, जसले चाहिँ यो परिवर्तनको लागि चाहिँ आफ्नो ज्यान अर्पण गर्यो होइन, उनीहरूले जुन तिनीहरूको विषयमा जुन शहीद मात्र घोषणा गरेर त हुँदैन होइन, उनीहरूले उठाएका मागहरू, उनीहरूले सोचेका विचारहरू, दृष्टिकोणहरू, उनीहरूको भविष्य, त्यस्तै जेनजीहरूको भविष्य चाहिँ कसरी माथि उठाउन सकिन्छ भनेर उनीहरूका मागहरू पनि सम्बोधन हुन जरुरी छ। सरकारमा त ती मान्छेहरू गएको अवस्था त देखिन्न होइन। यो सन्दर्भमा बसेर चाहिँ यी चिजहरूलाई चाहिँ यो सरकारले कसरी ह्यान्डल गर्न सक्छ र गर्नुपर्ने के हो होइन। अझ लिटरली भन्दाखेरि तपाईँ जेनजीहरूको माग चाहिँ के हो, यो सरकारबाट एक्सप्रेसन के हो, यही कुरा चाहिँ म तपाईँ। हजुर हेर्नुहोस्, जेनजी भनेर हामी धेरै सबै जेनजी भयौँ होइन, 28 वर्षसम्मका पुस्ता सबै जेनजी भनिएको छ होइन। अब उहाँहरू जेनजीहरूको विभिन्न जेनजीहरूको मागहरू विभिन्न छन्। हेर्नुहोस्, अब हामी कानुन पढेको विद्यार्थी भएर यथार्थको धरातलमा रहेर हामीले हेर्दाखेरि होइन, कानुनी लेन्सबाट, सामाजिक लेन्सबाट हामीले हेर्ने हो भने यो सरकारले गर्नुपर्ने ठोस 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 काम भनेको मैले देखेको जम्मा 3टा काम। हेर्नुहोस्, 1 नम्बर काम भनेको यो सरकारले आफूले भनेको समयमा फागुन 21 गते स्वच्छ तरिकाले डेमोक्रेटिक पारामा होइन, लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा रहेर नै चुनाव गराउनुपर्छ समयमा। 1 नम्बर काम। यो सरकार अन्तरिम गठन जुन सरकार बन्यो, सरकारको मुख्य उद्देश्यहरू के हुनुपर्छ? 1 नम्बरमा नयाँ जनादेशको काम कारबाही अगाडि बढाउने हुनुपर्छ चुस्त दुरुस्त रूपमा। 1 नम्बर। 2 नम्बर, तत्काल जो भइसकेको अवस्था छ होइन, जुन अवस्था शहीदहरू जुन शहादत प्राप्त गर्नुभयो उहाँलाई शहीद घोषणा गर्ने, उचित क्षतिपूर्ति प्रदान गर्ने र यस कारबाहीमा 23 गते राज्यद्वारा भएको दमन हो भने
त्यो दमन कसले गर्यो, किन गर्यो, कसले आदेश दियो, त्यो विषयमा समिति गठन गरेर छानबिन गर्नुपर्छ। र 24 गते जुन आन्दोलन भयो त्यसमा तोडफोड गर्ने, राज्यका सार्वजनिक सम्पत्ति तोडफोड गर्ने मान्छेहरू को हुन्, आगजनी गर्ने को हुन्, र उस्तो सन्दर्भमा म यही केन्द्रित गर्नु पर्दैन। हजुर शहीद घोषणा गर्नु मात्रै त होइन होइन न्यायको हिस्ट्रीमा कसले यो घटना घटायो, हो कहाँबाट यो घटना घट्यो, हजुर किन मारिए, हो ज्यान त गयो नि, ज्यान त गयो, पुरा त भयो नि त कति भयो। मान्छेहरू। आमा बाउहरूले चाहिँ कति सपना बोकेर ल्याएको थियो, उनीहरूको सारा जिन्दगी थियो, त्यो त भयो। भयो यो विषयमा छानबिन त हुन जरुरी छ नि। जरुरी छ, एकदम कसरी एकदमै छ त, के माध्यमबाट हुन सक्छ? एकदमै जरुरी छ होइन। यस सन्दर्भमा त सरकारले एउटा न्यायिक समिति, उच्च स्तरीय न्यायिक जाँचको समिति बनाउनै पर्छ। त्यो समितिले दुईटा काम गर्नुपर्छ। यसमा जेनजीको सहभागिता हुने कि नहुने? सहभागिता हुनुपर्छ। यसमा जेनजीको सहभागिता अनिवार्य हुनुपर्छ। हेर्नुहोस्, जेनजीको पनि सहभागिता हुनुपर्छ, त्यसमा विज्ञहरूको पनि सहभागिता हुनुपर्छ, त्यसमा राजनीतिक दलहरूको पनि हुन्छ भने सहभागिता गराउनुपर्छ, र एउटा डेमोक्रेटिक पाराले, एउटा न्यायिक तरिकाले एउटा त्यसको सर्वमान्य युनिभर्सल एउटा चाहिँ समिति बनाएर त्यसले निकालेको निष्कर्ष हामीले निकाल्नै पर्छ। हेर्नुहोस्, प्रतिवेदन तयार पार्नै पर्छ। दुईटा काम गर्नुपर्छ समितिले। एउटा 23 गते भएको जुन घटना भयो, त्यो घटनामा कसले गोली हान्न लगायो, किनकि गोली हान्ने एउटा नर्म्स हुन्छ होइन। सुरुमा लाठीचार्ज, कानुन छ, सुरुमा चाहिँ तपाईँको फोरा हाल्ने हो कि होइन, त्यसपछि तपाईँको बल प्रयोग लाठी प्रयोग गर्ने हो कि, त्यसपछि तपाईँले असुल ग्यास प्रयोग गर्ने हो कि, असुल ग्यास प्रयोग गरिसकेपछि रबर बुलेट प्रयोग गर्दाखेरि रबर बुलेट प्रयोग गर्ने हो कि, रबर बुलेट प्रयोग गर्दा पनि भएन भने खुट्टामा तपाईँको गोली प्रहार गर्ने हो कि भन्ने प्रश्नहरू आउँछ नि त। तर हामीले देखेका भिडियोहरूमा त ताकी टाउकोमा निशान पारेर हानिएको देखिएको छ नि, निर्मम तरिकाले होइन। बच्चाहरूलाई, तपाईँको स्कुलका ड्रेसका युवाहरूलाई, जेनजीहरूलाई चाहिँ मारिएको अवस्था छ नि त होइन। अहिले पनि बिचरा तिनीहरूको सार्थ प्राप्त परिवारहरू त्यहाँबाट शोकबाट अब उनीहरू त जिन्दगीभरि उठ्न सक्दैन नि होइन। त्यो गम्भीर एउटा मात्र पूर्ति राज्यको विकास हो, होइन, राज्यको जेनजीको स्पिरिट हो है। त्यो स्पिरिट अनुसारको काम हुनु पर्यो, भ्रष्टाचार अन्त्य हुनु पर्यो, त्यो अनुसारको काम कारबाही त राज्यले गर्नै पर्छ। हेर्नुहोस्, एउटा 23 गते छानबिन हुनु पर्यो, र अर्को 24 गते छानबिन हुनुपर्छ। फेरि हेर्नुहोस्, यदि आन्दोलन क्रममा कोलाटरल ड्यामेज हो भनेर हामीले खर्बौँ रुपियाँको ड्यामेज गरिदिने हो भने त भोलि रात प्रविधिको त्यो प्रशय पाउँछ। हेर्नुहोस्, त्यही भएर यसलाई पनि नियमन गर्ने काम चाहिँ गर्नै पर्छ होइन। गर्दाखेरि यो सरकारले मूलतः गर्नुपर्ने काम 1 नम्बर काम भनेको चुनाव समयमा, त्यो पनि लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित भएको छ, 1 नम्बर। 2 नम्बर भनेको उच्च स्तरीय न्यायिक समितिको काम गर्नु पर्यो, र तेस्रो कुरा भनेको जुन संरचना अहिले भत्केका छन् होइन, यी भत्केका संरचनाहरूलाई चाहिँ बिस्तारै पूर्ण त हुन सक्दैन, तर सुरुवात गर्ने काम चाहिँ सरकारले गर्नुपर्छ। हेर्नुहोस्, यति 3टा कामहरूमा केन्द्रित भएर सरकारले काम गर्छ भने सरकार सफल हुन्छ। हेर्नुहोस्, जेनजीका सम्पूर्ण मागहरू त जस्तै अब जेनजीहरू त होइन अब प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्नुहुन्छ, त्यो त सम्भवै छैन। हेर्नुहोस्, किन सम्भव छैन? कानुनी रूपमै यो त अडचन आउँछ कि होइन, टाइम लाग्छ, तर टाइम लाग्छ होइन। संविधान संशोधन गरेरै जानु, बाटोलाई चाहिँ फलो गर्नुपर्छ होइन। त्यो त प्रक्रिया अपनाउनु, प्रक्रिया आफ्नै प्रक्रिया छ, उसको आफ्नै प्रक्रिया छ। त्यो प्रक्रिया अपनाउन पनि त यो संविधान दिँदैन होइन। नयाँ जनाले आइसकेपछि उसले संविधान संशोधन अब त संविधान संशोधनको बाटै रोकियो होइन, गर्नै सकिँदैन। अब त्यो नगरिसकेपछि अहिले जुन प्रणाली छ निर्वाचनको, त्यही निर्वाचन जानु पर्यो। नयाँ जनाले संविधान संशोधन गर्छ र त्यो अनुसार काम कारबाही गर्छ भने त्यो अनुसार जाने कुरा त अब रोइरह्यो। यहाँ चाहिँ तपाईँले भन्नुभयो यो सरकारको मुख्य काम चाहिँ निर्वाचन गराउनु। निर्वाचनमा अलिकति जाँदाखेरि अब दुईटा कुरा म तपाईँलाई प्रश्न सोध्छु। यो निर्वाचनमा जाँदाखेरि केही कानुनी जटिलताहरू छन्, जस्तो निर्वाचन कानुन अनुसार मतदाता नावली निर्वाचन घोषणा भइसके पछाडि चाहिँ ती मतदाता नावलीहरू चाहिँ बनाउन पाइँदैन। अब के छ भन्नुहुन्छ भने अधिकांश जेनजीहरू चाहिँ कति चाहिँ भोटर कार्ड नभएको अवस्था छन्, एउटा यही। दोस्रो नम्बरमा चाहिँ हाम्रो चाहिँ प्रमुख आयुक्त समेत नभएको र संवैधानिक परिषदले नियुक्ति गर्नुपर्ने र संवैधानिक परिषदमा चाहिँ मुख्यतः चाहिँ सभामुख र होइन, अनि त्यस पछाडि चाहिँ विपक्षी दलको नेताहरू पनि विघटन भएर गइसकेको अवस्था छ होइन। अब सभामुख पनि आउने नआउने अब टुङ्गो स्थिति छैन। यो चिजलाई तमाम चिजलाई चिरेर चाहिँ होइन अब चुनावमा जानुपर्ने स्थिति छ। चुनाव हामीले नगरी भएको छैन। अब यो चुनाव चाहिँ हुन्छ कि हुँदैन, अथवा चुनाव बनाउन चाहनुहुन्छ कि चाहनुहुन्न जेनजी पुस्ताले, र चुनाव बनाउनलाई पनि एउटा चाहिँ विधि प्रक्रिया त चाहियो। त्यो चाहिएकाले अपनाउनु पर्ने कुराहरू के हुन् तपाईँलाई के लाग्छ बताइदिनुहोस्। एकदम सही कुरो। जेनजी पुस्ताका कुराहरूलाई जुन सोसियल मिडियामा आएका छन् ती कुराहरूलाई हामीले रेसनल तरिकाले बुझेर अझै त्यसलाई चाहिँ हामीले व्याख्या गरेर अगाडि बढ्नुपर्छ होइन। त्यो गर्दाखेरि जेनजी पुस्ताको कहिले पनि माग निरङ्कुशताको छैन होइन। कुनै पनि सरकार निरङ्कुश सरकारै चलाउनुपर्छ, यही सरकार चाहिँ 5 वर्ष चलाउनुपर्छ भन्ने छैन।
उहाँहरूको एउटा मात्रै अल्टिमेटम के हो भने नयाँ उहाँहरू तपाईँहरू हामी लगायत सम्पूर्णको जेनजी पुस्ताको माग के हो भने नयाँ जनादेशमा जानु पर्यो होइन, डेमोक्रेटिक नर्म्स एन्ड भ्यालुजको आधारमा नयाँ जनादेशमा आउनु पर्यो। र तपाईँले भन्नुभएको महत्त्वपूर्ण प्रश्न के हो भने चुनाव घोषणा भइसकेपछि त मतदानावलीमा पेश गर्न मिल्दैन भन्ने कानुन छ होइन। त्यसलाई हामीले के गर्न सकिन्छ भने अध्यादेश ल्याउनु त राष्ट्रपतिद्वारा अहिलेको मन्त्री परिषद ल्याउन सक्छ होइन। मन्त्री परिषदले ल्याएको अध्यादेशको आधारमा त्यसलाई संशोधन गरेर अगाडि बढ्न सकिन्छ। यसले हामीलाई तत्काल त्यही तात्विक फरक पर्ने अवस्था देखिँदैन। त्यही भएर निर्वाचनको प्रक्रिया यदि तपाईँको कानुन सम्मतसँग विधि सम्मतबाट जाने हो भने अहिलेसम्म सक्ने अवस्था छ। निर्वाचन आयोगका मान्छेहरूले पनि त्यहाँ व्यक्तिहरूले पनि होइन हामी सम्भव छ गर्न सकिन्छ भन्ने कुरा गर्नुभएको छ। किन भन्ने प्रश्न भयो भने किनकि चुनाव त धेरै गर्नुपर्ने छैन। स्थानीय तहको चुनाव गर्ने होइन, प्रदेश सभाको चुनाव गर्ने होइन, राष्ट्रिय सभाको चुनाव गर्ने होइन। चुनाव गर्ने भनेको त प्रतिनिधि सभाको चुनाव गर्ने 275 सिटको चुनाव गर्ने हो। त्यसको गर्नको लागि नेपाल सरकारले नसक्ने भन्ने अहिले अवस्था म देख्दिनँ। ठिक छ, धन्यवाद। अब यहाँनिर चाहिँ आवासजी तपाईँ कानुनी विद्यार्थी हुनुहुन्छ, कानुन दृष्टिकोणबाट धेरै आजको विषयहरू चर्चा पनि गऱ्यौँ। अब अन्तर्गत त हामी समाजसँग जोडिन्छौँ है। अब चुनाव पनि हुने भयो, तर अब मैले तपाईँहरूलाई तपाईँ जेन्जी पुस्ता हुनुहुन्छ, तपाईँहरूले आन्दोलनको क्रममा चाहिँ लुटपाट गर्नुभयो, जलाउनुभयो, चोर्नुभयो, सामानहरू लगेका भिडियोहरू देखिए। तपाईँ जेन्जीहरूले चाहिँ उचित पात्रहरू चुन्नुहुन्छ, आइसके पछाडि फेरि मासुभातमा बिक्नुहुन्न, अथवा चाहिँ तपाईँहरू चाहिँ भन्ने चाहिँ बिक्नुहुन्न, अथवा तपाईँले राइट मान्छे चुज गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्नेमाथि त तपाईँहरूमाथि प्रश्न आयो मैले गरेँ भने। हजुर एकदम हो, यो त प्रश्न हरेक तपाईँहरूमाथि शङ्का गरे एकदम हो। तपाईँहरूको चाहिँ बौद्धिकतामाथि, तपाईँहरूको विवेकमाथि मैले प्रश्न गरेँ भने हजुर होइन के भन्नुहुन्छ? एकदम सही हो। यो त हरेक नेपालीले होइन, हरेक नेपाली नागरिकले जेनजीलाई मात्रै होइन, जेन एक्स, जेन वाई सम्पूर्णले के गर्नुपर्छ भने यो सन्दर्भमा चाहिँ सबैले एकअर्कालाई आफैले प्रश्न गर्नुपर्छ। हेर्नुहोस्, जो मान्छे साधना प्राप्त हुनुभएको छ उहाँ हाम्रो नेपाली नागरिक नै हो, उहाँ हाम्रो कसैको दाजुभाइ दिदीबहिनी नै हो उहाँहरू होइन। जो घुसपेट भएर होस्, नभएर होस्, राज्यद्वारा दमन गरेर होस्, आतङ्क भएर होस्, जे भएर होस् होइन, नेपालीको रगत बहेको छ। त्यो नेपालीको रगतको मूल्य कसरी चुकिन्छ भने त्यो ऋण हामीले कसरी चुकाउन सक्छौँ भने देशको विकास गरेर, नयाँ जुनासमा गइसकेपछि पुराना पोलिटिकल पार्टीहरूलाई हामीले चाहिँ परास्त गरेर, पोलिटिकल पार्टीमा पनि नयाँ मान्छे आउँछ भने राम्रो मान्छे आउँछ भने उसलाई जिताउनुपर्छ हामीले होइन। पोलिटिकल पार्टी पुरानो पोलिटिकल पार्टी भन्ने बित्तिकै सम्पूर्णमा हामीले चाहिँ भोलि नदिने र नयाँलाई मात्रै दिँदाखेरि भोलि दुर्घटना गर्न सक्छ। राम्रो मान्छे हजुरले भने जस्तो राइट पर्सन एट द राइट प्लेस हामीले त्यो चाहिँ पुऱ्याउनुपर्छ। अब त्यो सन्दर्भमा चाहिँ यहाँ जस्तो मेरो प्रश्नै यही छ, राइट मान्छे त ल्याउनु, तर यो चिज त केले काम गर्ने? मनोविज्ञान त हाम्रो चाहिँ अब ठाउँ ठाउँमा चाहिँ सामान घर घरमा लग्ने मनोविज्ञान छ होइन, भनेको लोभी मनोविज्ञान हो यो। भोलि नेताहरूले पैसा लुकाएर राखेका छ, एउटाको दुईटाको चल्यो, अरूको ल्याउन सक्ला होइन, यसले चाहिँ सही परिणाम दिन्न भन्ने चाहिँ शङ्का त रह्यो। यसको जनजागरण चाहिँ बहस माध्यमबाट ल्याउनुपर्छ, के गर्नुपर्छ? किनभने आम मान्छेलाई त अझै जनजागरणको अभियान त आवश्यक देखियो नि त। आवासजी के छ यस विषयमा? अनि एकदम हजुरको कुरा एकदम उपयुक्त छ। मैले यो क्रममा नजिकबाट हेर्दाखेरि यो समयमा मैले चाहिँ व्यक्तिगत यो सबैले बुझ्न पनि जरुरी छ। हेर्नुहोस्, समाजका मान्छेहरू मैले 5 किसिमले वर्गीकरण गरेका छु। हेर्नुहोस्, यो वर्गमा चाहिँ हामीले राम्रोसँग ध्यान दिन जरुरी छ कि हामी कुन वर्गमा पर्छौँ भनेको सबैले ममा गर्न जरुरी छ। हेर्नुहोस्, 1 नम्बर वर्ग भनेको एउटा एक्टिभ विज्ञ छ। हेर्नुहोस्, जसले सूचना आदान प्रदान गर्छ, उसले आफ्नो कुरा भन्छ, सोसियल मिडियाको मार्फतबाट ऊ भन्छ होइन। तपाईँको कर्पोरेट हाउसहरूले, कर्पोरेट मिडियाले उसलाई चाहिँ कभर गर्छ, उसले भन्दै गर्छ, एउटा एक्टिभ विज्ञ छ। हेर्नुहोस्, उसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा समाजमा योगदान दिइरहेको अवस्था छ। अब अर्को प्यासिभ टाइम पनि कम छ। अर्को हाम्रो प्यासिभ विज्ञ छ। हेर्नुहोस्, त्यो प्यासिभ विज्ञले चाहिँ के गर्छ, आफ्नो घर परिवारका मान्छेहरू, इष्टमित्रहरूलाई चाहिँ यस्तो उस्तो भनेर एउटा राइट डाइरेक्सनमा ल्याउन खोज्छ। हेर्नुहोस्, त्यो प्यासिभ विज्ञ छ। तेस्रो विज्ञ भनेको चाहिँ तेस्रो को छ भने हामीसँग जेनरल पब्लिक छ। हेर्नुहोस्, त्यो जेनरल पब्लिकलाई केहीको वास्ता छैन। हेर्नुहोस्, जेनजीको आन्दोलन होस् कि गणतन्त्रको विरुद्ध आन्दोलन होस् कि राजा ल्याओस् कि राजा, उसलाई केही मतलब छैन। हेर्नुहोस्, उसलाई के मतलब छ भने म आनन्दसँग बस्न पाऊँ यो देशमा, मेरा छोराछोरी राम्रोसँग हुर्किन पाऊँ यो देशमा भन्ने उहाँहरूको त्यही मात्रै छ। हेर्नुहोस्, आम नागरिकको, जेनरल पब्लिकको। र अर्को चाहिँ यहाँ महत्त्वपूर्ण हेर्नुहोस्, चौथो वर्ग कस्तो छ भने
यो चाहिँ इन्फ्लुएन्सरहरू उक्साउने वर्ग छ यहाँ हेर्नुहोस्। उक्सिनेहरू होइन हजुर, उक्साउने वर्ग छ होइन, यसले चाहिँ उक्साउँछ पब्लिकलाई होइन। कहिले सकारात्मक तरिकाले उक्साउँछ, कहिले नकारात्मक तरिकाले उक्साउँछ। यसमध्ये इन्फ्लुएन्स सबै इन्फ्लुएन्सर भन्न मिल्दैन, तर प्राय इन्फ्लुएन्सरहरू कस्तो हुन्छ भने उक्साउने खालको हुन्छ। उहाँ फ्रन्टलाइनमा आउनुहुन्न तर उहाँले उक्साउनुहुन्छ। हेर्नुहोस्, उहाँबाट हामी सचेत हुनुपर्छ। र अर्को पाँचौँ वर्ग भनेको चाहिँ उक्सिने वर्ग छ। हेर्नुहोस्, उहाँ सुरो हुनुहुन्छ है, उहाँ हौसिनु हुन्छ। एउटा हौसाउने वर्ग छ, अर्को हौसिने वर्ग छ। त्यो जुन हौसाउने वर्गहरू हुन्छ उहाँलाई म तपाईँको माध्यमबाट के भन्न चाहन्छु भने तपाईँहरूसँग फलोवर छ, फलोवर भएको आधारमा तपाईँहरूले अनागमा बोल्ने होइन। तपाईँहरूले फ्याक्टमा आधारित भएर ललाई टेकेर, कानुनलाई टेकेर, तथ्यलाई टेकेर बोल्नुपर्छ। उहाँहरूले बोलेको आधारमा 1 लाख 2 लाख 3 लाख फलोवर भएका मान्छेहरूले 10 लाख फलोवर भएका मान्छेहरूको त रिच त 10 लाख छ नि त होइन। उहाँले बोलेका एउटा सामान्य कुराले हेलचेक्राइ गरेर नेग्लिजेन्ट तरिकाले उहाँले बोलेका कुराहरूले ठुलो समाजमा प्रभाव परिरहेछ। यो कुरा उहाँहरूले बुझ्नु। तपाईँले भन्न खोज्नु भएको कुरा चाहिँ जो चाहिँ सोसियल एक्टिभिस्टहरू छन्, सामाजिक इन्फ्लुएन्सरहरू छन्, उनीहरू बोल्दा चाहिँ अझ जिम्मेवार होइन, किनभने उनीहरूले पनि यो राष्ट्रमा योगदान हो। प्रत्यक्ष अवस्थामा ठुलो योगदान छ यहाँनिर उहाँहरूको। र जो सुरो जुन इनोसेन्ट वर्ग छ नि, उहाँहरू चाहिँ उहाँहरूले उचालेको भरमा उछिल्ने वर्ग हुन्छ। त्यो वर्गलाई त अब त्यो तपाईँहरू त्यो वर्गलाई कन्ट्रोल गर्ने भनेको माथि इन्फ्लुएन्सर नै हो। त्यो कुरामा चाहिँ त्यो यस सन्दर्भमा चाहिँ अब हामीलाई त थाहा छ। हेर्नुहोस्, इनोसेन्ट जसले सिंहदरबारलाई आगो लाछ, एउटा दुईटा मान्छे त्यहाँनिर उक्साउने हुनु होला होइन। उक्साउने त्यहाँ हाल्ने पनि त नेपालीका जनताका छोराछोरी नै हुने होइन। तर उहाँहरू हौसिनु भयो, जानुभयो। तर भोलिको कानुनको दायरामा को पर्छ त भन्दाखेरि हौसिनु पर्ने हो। उहाँहरूले पनि यो कुरो बुझ्नुपर्छ होइन। सामाजिक रूपमा चाहिँ के आइरहेछ भने गृहमन्त्रीज्यूले चाहिँ होइन विदेशका नागरिकहरूलाई पनि, जुन विदेशका नागरिक भन्दा पनि नेपाली नागरिक तर जो विदेशमा बस्छन् उनीहरूले पनि भोट गर्न पर्छ। यो हाम्रो कानुन अनुसार चाहिँ तपाईँले चाहिँ हुन्छ, बनाउन मिल्छ भन्नुभयो। यो कतिको सम्भव छ? यसलाई आर्थिक रूपले चाहिँ साथ दिनुपर्ने होला होइन, टेक्निकल रूपले साथ दिनु, त्यसको लागि हामी तयारी हुनुपर्ने होला, कानुनले साथ दिनु के छ यसबारेमा नि अलिकति बताइदिनुहोस्। एकदमै हजुरले महत्त्वपूर्ण प्रश्न गर्नुभयो होइन। यो सन्दर्भमा गृहमन्त्रीज्यूले म के आशा गर्छु भने गृहमन्त्रीज्यूले हच्च गरेर बोल्नु भएको होइन होला। उहाँले फ्याक्टकै आधारमा तथ्यमा रहेर धरातलमा बसेर बोल्नु भने म अपेक्षा गर्दछु। तर हामीले हेर्दाखेरि यो सम्भव होला कि नहोला भन्ने प्रश्नमा दुईवटा कुराहरू छन्। हेर्नुहोस्, अहिलेको हामीले निर्वाचन प्रणाली त संविधान अनुसारै गर्नु पर्यो। अब विदेशमा बस्नुभएका नेपाली नागरिकको हकको सन्दर्भमा हामीले कुरा गर्दाखेरि उहाँलाई हामीले भोटिङ राइट दिने हो त राम्रो कुरा हो त। किन भन्दाखेरि यो त उहाँले भन्दा पनि अब के भन्नु भने सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारी श्रीमानको संयुक्त जिल्लाले 2074 साल फागुन 7 गते नै निर्देशनात्मक परमादेश जारी गर्नुभएको हो। न्यायालयबाट पनि यो भनिसकेको कुरो होइन। बाहिरको विदेशीले पनि भोटिङ राइट पाउनुपर्छ भन्ने कुरामा त्यही कुरालाई उहाँले दिनु, विदेशमा बस्ने नेपाली भन्नु, विदेशमा बस्ने नेपाली उहाँले दिनु, त्यो कुरा एकदम जायज छ। तर हामीलाई दुईवटा कुराहरू छन् जो एकदम कानुनी रूपमा व्यवहारिक रूपमा पनि गाह्रो छ। हेर्नुहोस्, जस्तै नेपालका धेरै युवाहरू गल्फ कन्ट्री जानुभएको छ। गल्फ कन्ट्रीमा प्राय राजतन्त्रात्मक व्यवस्था छ, निरङ्कुश शासन छ। हेर्नुहोस्, निरङ्कुश शासन भएको, राजतन्त्रात्मक शासन व्यवस्था भएको देशले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित भएको कुराहरूलाई भोटिङ राइट दिन्छ कि दिँदैन र त्यो प्रश्न छ। हेर्नुहोस्, दोस्रो प्रश्न, हामीले भोटिङ राइट उहाँलाई दिइसकेपछि उहाँहरूले इलेक्सन लड्न पाउने कि नपाउने? हामीले बाहिर नेपालका मान्छेहरू बाहिर गएर बसिसकेपछि उहाँलाई हामीले भोटिङ दिन्छौँ भने उहाँलाई इलेक्सन लड्न दिने नदिने त? त्यो प्रश्न त हामीसँग पनि छ, दिनु पर्यो त्यो पनि होइन। त्यो दुईवटा प्रश्नहरू हामीसँग एकदम यथावतै देखिन्छ। हेर्नुहोस्, अब चुनावको सन्दर्भमा चुनावी मोडलमा हामीले हेर्ने हो भने अब कसरी गर्ने त? प्रब्लम मात्रै देखाएर भएन, सोल्युसन पनि दिनु पर्यो। सोल्युसन समस्याको समाधान दिने क्रममा अब विश्वव्यापी रूपमा चल्ने भनेको प्रायमा 3टा माध्यम हुने। हेर्नुहोस्, बाहिर विदेशमा गएका नागरिकहरूलाई चाहिँ भोट हाल्ने 3टा माध्यम छ। एउटा इन पर्सन भोटिङ भन्छ, भनेको मतदान केन्द्रमा गएर भोट गर्ने। हाम्रो अहिलेको धरातल के छ भने निर्वाचन आयोगको डाटा अनुसार प्रत्येक 1000 जना व्यक्तिले निर्वाचन मतदान केन्द्रमा गएर मतदान गर्दाखेरि 15 जना राष्ट्रिय सेवक कर्मचारी चाहिन्छ भनेको छ। अहिलेको डाटा श्रम स्वीकृति लिँदाखेरिको डाटा अनुसार 64 लाख जना मान्छे बाहिर छन्। त्यो अनुसार मतदान केन्द्र त्यहाँ गठन गर्न, यहाँबाट चाहिँ कर्मचारी पठाउन, त्यो हाम्रो देशले अनलाइन भोटिङ त्यो खर्च म भन्दैछु, त्यो खर्च धान्न सक्ने अवस्था देखिँदैन। हेर्नुहोस्, मतदान केन्द्रबाट। दोस्रो भनेको के छ भने पोस्टल कोडबाट
हुलाकबाट निर्वाचन गर्ने। हाम्रो जस्तो देशमा हुलाकबाट निर्वाचन गर्दाखेरि त्यसको पारदर्शिता के होला, त्यसको वैधानिकता के होला भन्ने प्रश्न छ। हेर्नुहोस्, तेस्रो तपाईँले भन्नुभएको अनलाइन सफ्टवेयर मार्फतबाट गर्न सकिने प्रावधान देखिन्छ, तर के 6 महिना पर्याप्त होला? हाम्रो अस्ति भर्खर विभिन्न सरकारका वेबसाइटहरू ह्याक गरेको अवस्था छ। हेर्नुहोस् होइन, निर्वाचन प्रणाली त एकदम भरपर्दो हुनु पर्यो होइन। विदेशमा सानोतिनो सङ्ख्या होइन, 64 लाख सङ्ख्या भनेको विश्वसनीय नहुने अवस्था देखिन्छ। हजुर, यो विषयमा अब यहाँ हाम्रो छिमेकी मुलुक भारतमा पनि चर्चा भइरहेको छ यो विषयमा। त्यही भएर यो कुरा एकदम गम्भीर छ, विषयहरू चाहिँ हल्का पाराले लिनु हुँदैन हामीले पनि। यो विषयमा विभिन्न कानुनी अडचनहरू छन्, यसलाई कसरी फुकाउने भन्ने कुराहरू त हामीले होइन। ठिक छ, हामीलाई समयको एकदमै अभाव छ, त्यो कारणले हामी तपाईँसँग फेरि पनि यस्ता गफहरू चाहिँ विषयमा चाहिँ गर्ने नै छौँ। तपाईँ यस कार्यक्रममा आएर जेनजी पुस्ताले चाहिँ के सोध्छ र जेनजी पुस्ता चाहिँ कुन डाइरेक्सनमा जानुपर्छ, कानुनी आधार कानुनी लेन्सबाट चाहिँ के कुराहरू राख्नुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर, हस्, धन्यवाद। तपाईँलाई पनि कार्यक्रममा मलाई बोलाइदिनु भयो, यसरी हामीले वैचारिक बहस गर्न पाइयो, मौका दिनुभयो, त्यसको लागि म एकदम फेरि पनि आभार व्यक्त गर्दछु। हस्, धन्यवाद। दर्शकवृन्द, आज हामीले अधिवक्ता जेनजी पुस्ताका अधिवक्ता आश पोखरेलसँग कुराकानी गरेका छौँ। हाम्रो उद्देश्य भनेको चाहिँ राष्ट्रलाई अब कसरी रिबिल्ड गर्न सकिन्छ, कानुनी दृष्टिकोणबाट, राजनीतिक दृष्टिकोणबाट, नैतिक दृष्टिकोणबाट, सामाजिक दृष्टिकोणबाट भनेर चाहिँ एक खालको चाहिँ बहसको निर्माण गर्न, सबैले चाहिँ बहस चोकचोकमा गरौँ, सबैले चाहिँ चिया पसलमा गरौँ र एउटा चाहिँ पोजिटिभ संवाद गरेर पोजिटिभ निष्कर्ष निकालौँ भन्ने उद्देश्यका साथ चाहिँ एउटा प्रश्न के छ त चलिरहेछ भन्ने खालको चाहिँ हामीले चाहिँ कार्यक्रम गरिराखेका छौँ। यदि तपाईँलाई पनि यो चाहिँ आम पब्लिकमा जानुपर्छ, यो आइडिया यसरी एङ्गलबाट जानुपर्छ भन्ने लाग्छ भने तपाईँहरूले चाहिँ हाम्रो कार्यक्रम मार्फत चाहिँ हामीलाई नाम टिपाउन सक्नुहुनेछ र आउन सक्नुहुनेछ भन्दै म आजको कार्यक्रम यहीँ अन्त्य गर्छु। धन्यवाद।